लुकेको ट्र्याप। आजको भिडियोमा म तपाईलाई जेरोदेखि सेयर मार्केट पुरा एक्सप्लेन गर्नेछु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्ने प्रयास गर्नुहोला। अब हामी कति पनि ढिला नगरी आजको प्रमुख विषयतर्फ चर्चा गरौँ। आज हामी कुरा गर्नेछौँ विशेष गरी सेयर मार्केटको अन्तर्गत सेयर मार्केट भनेको के हो, सेयर मार्केटले कसरी काम गर्छ, यसको कसरी सुरु गर्ने, बिगिनरहरूले गर्ने के कस्ता कमन मिस्टेकहरू रहेका छन् र तपाईहरु बिगिनर हुनुहुन्छ भने तपाईको लागि पनि यो भिडियो उपयुक्त हुनेछ भने तपाई एक्सपर्ट हुनुहुन्छ भने एकै कुरामा तपाईलाई पक्कै पनि राहत मिल्नेछ। र तपाईको सबैभन्दा बुझौँ के रहेछ त वास्तवमा सेयर मार्केट। प्रायले हामी सुनिराखेको हुन्छ सेयर मार्केट भनेर। वास्तवमा यो सेयर मार्केट भने के रहेछ, यसको बेसिक कन्सेप्ट के हो भन्ने कुरा बुझ्नुपर्छ। सामान्य भाषामा हेर्नुहुन्छ भने सेयर मार्केट भनेको के हो भन्दा एउटा बजार हो है। मार्केट भन्ने बित्तिकै हामी बुझ्नुहुन्छ बजार हो जहाँ चाहिँ कम्पनीको ओनरसिप किनबेच हुन्छ। भन्नुको मतलब कम्पनीको ओनरसिप कति बेला हुन्छ, ओनरसिप भन्नुको मतलब सेयर, जहाँ चाहिँ सेयरहरूको कारोबार हुन्छ भने त्यो कारोबार हुने बजारलाई नै हामी के भनिरहेछौँ भन्दा सेयर मार्केट भनेर भन्ने काम गर्छौँ। यस्तो मार्केटमा तपाईले कम्पनीको सेयर किन्नुभयो, त्यो कम्पनीको तपाईँ सानो ओनर बन्नुहुन्छ, त्यो कम्पनीको सानो तपाईँ मालिक बन्नुहुन्छ। यदि त्यो तपाईले जुन लगानी गर्नु भएको छ, तपाईले सेयर किन्नु भएको छ, त्यो कम्पनीले प्रॉफिट कमायो, नाफा कमायो भने तपाईलाई फाइदा भयो। कम्पनी घाटामा गयो भने तपाईलाई के हुन्छ, घाटा हुन्छ, किनभने तपाईँ ओनर हुनुभयो, तपाईँ मालिक हुनुभयो है, त्यो संस्थाको ओनरसिप हुनुभयो, तपाईको स्वामित्व हुनुभयो। त्यसकारणले गर्दा त घाटा भयो पनि नाफा भए पनि दुवैमा तपाईको स्वामित्व रहने काम गर्छ भन्ने कुरा बुझ्नुपर्छ। त्यसो भए यो जुन सेयर मार्केट छ, यो सेयर मार्केटले कसरी काम गर्छ त, कसरी काम गरिराखेको छ त भन्ने पनि आउँछ। कसरी काम गर्छ भन्दाखेरि सेयर मार्केट सामान्यतया हामी इकोनोमिक्समा बुझ्नुहुन्छ, इकोनोमिक्स पार्ट सबैले पढ्नु भएको छ अथवा बुझ्नु भएको छैन भने डिमान्ड एन्ड सप्लाई भन्छ है, डिमान्ड एन्ड सप्लाई भन्छ। त्यसको माग कति भइराखेको छ र त्यसको आपूर्ति कति भइराखेको छ। फर इक्जाम्पलको लागि निफ्रा कम्पनीको सेयर है, निफ्रा कम्पनीको सेयर तपाईँ के भइराखेको छ, 10 जनाले के गरिराखेका छन्, बेच्न खोजिराखेका छन्, 100 जनाले के गरिराखेको छ, किन्न खोजिराखेका छन् भनेपछि के भयो, किन्ने मान्छे धेरै भयो, बेच्ने मान्छे कम भयो भने त्यो सेयरको प्राइस के हुन्छ, बढ्छ। यदि तर के भयो भन्दा त्यो निफ्रा कम्पनीको के भयो भन्नुहुन्छ भन्दा सेयर चाहिँ है, त्यो निफ्रा कम्पनीको सेयर चाहिँ के भयो भन्दा 100 जनाले बेच्न खोजिराखेका छन् तर 10 जनाले मात्र किन्न खोजिराखेका छन् भने के हुने भयो, यहाँ चाहिँ डिमान्ड कम हुने भयो, सप्लाई बढी हुने भयो है, बेच्नेहरू धेरै भयो भने यस्तो अवस्थामा त्यो सेयरको मूल्य के हुन्छ, कम हुने काम गर्छ। अर्थात् यो के रहेछ भन्दा डिमान्ड एन्ड सप्लाईको आधारमा रहने काम गर्ने रहेछ सेयर मार्केट। सेयरको प्राइस चाहिँ त्यसरी निर्धारण हुने रहेछ भन्ने कुरा बुझ्नुहुन्छ। धेरै मानिसले किन्नुभयो भने प्राइस बढ्छ, धेरै मानिसले बेच्ने भयो भने प्राइस घट्छ। नेपालमा यसको अवस्था यो तपाईको सेयरहरूको काम गर्ने है, सेयरहरू काम गर्ने डिमान्ड एन्ड सप्लाईको काम गर्ने काम चाहिँ नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्सेले गरिराखेको हुन्छ, जो समग्र कारोबारलाई नेप्से इन्डेक्सले पनि देखाइराखेको हुन्छ भन्ने कुरा पनि तपाईले बुझ्नुपर्ने रहन्छ। त्यसैगरी साथीहरू, त्यसो भए तपाईँ सेयर मार्केटमा कारोबार गर्न चाहनुहुन्छ भने त्यस्तो अवस्थामा तपाईले कसरी सुरु गर्ने त, सेयर मार्केट चाहिँ कसरी सुरु गर्ने भन्ने पनि तपाईलाई लाग्न सक्छ। सेयर मार्केट सुरु गर्न एकदमै इजी छ, सजिलो छ, यस्तो धेरै गाह्रो छैन। यो कसरी सुरु गर्ने भन्नुहुन्छ भन्दा सबैभन्दा पहिले तपाईलाई मुख्य कुरा 3टा कुरा चाहिन्छ। पहिलो कुरा भनेको तपाईले सेयर मार्केटमा कारोबार गर्नको लागि, सेकेन्डरी मार्केटमा कारोबार गर्नको लागि तपाईलाई डिम्याट खाता चाहिन्छ है। जसो तपाईको डिम्याट खाता भने कस्तो भन्नुहुन्छ भन्दा बैंक खाता जस्तै हो है, तर बैंक खातामा तपाईले पैसा जम्मा गर्नुहुन्छ भने यो डिम्याट खातामा के जम्मा गर्नुहुन्छ, सेयरहरू जम्मा गर्नुहुन्छ, त्यति मात्रै फरक हो है। तपाईको सेयरहरू राख्ने डिजिटल अकाउन्ट भनेर भनेको छ। त्यसैले तपाईलाई अर्को के चाहिन्छ भन्दा ब्रोकर अकाउन्ट भन्छ है, र चाहिँ ब्रोकर अकाउन्ट भनेको तपाईले सेयर किन्नको लागि र बेच्नको लागि हामीले टिएमएस भनेर पनि भनिराखेका हुन्छ, टिएमएस अकाउन्ट भनेर पनि भनिराखेका हुन्छ है। र त्यसैले तपाईको अर्को भनेको मेरो सेयर अकाउन्ट आवश्यक पर्ने काम गर्छ, जसबाट चाहिँ तपाईले आइपिओ पनि एप्लाई गर्न सक्नुहुन्छ है। त्यसैले तपाईको दोस्रो कारोबारमा भइसकेको कारोबारको पनि तपाईले राप्सा गर्नको लागि, सेटलमेन्ट गर्नको लागि, सेयर ट्रान्सफर गर्नको लागि पनि आवश्यक पर्ने काम गर्छ। यति तपाईको मेजरली 3वटा तपाईको कुरा भयो भने
तीनटा कुरा भयो भने तपाईँलाई सेयरमा कारोबार गर्नलाई गाह्रो छैन। एउटा डिम्याट अकाउन्ट, एउटा चाहिँ तपाईँको ब्रोकर अकाउन्ट र मेरो सेयर अकाउन्ट, तीनटा अकाउन्ट भए पनि मिल्छ। मेरो सेयर अकाउन्ट मात्रै भयो भने र तपाईँले अर्को कुरा चाहिँ बोनस टिप्स के हो भने आइपिओ मात्रै एप्लाई गर्न चाहनुहुन्छ भने त्यस्तो अवस्थामा मेरो सेयर अकाउन्ट र डिम्याट अकाउन्ट मात्रै भयो भने पनि आइपिओ एप्लाई गर्न मिल्छ। सेकेन्डरी मार्केटको लागि मात्रै के चाहिने हो, ब्रोकर अकाउन्ट चाहिने हो भन्ने कुरा पनि तपाईँले बुझ्नुपर्ने रहन्छ। त्यसै गरी तपाईँको हेर्नुहुन्छ भने आइपिओ र सेकेन्डरी मार्केटमा चाहिँ के कस्ता फरक छन् अथवा आइपिओ भर्सेस सेकेन्डरी मार्केटको अवस्था के हो भन्ने कुरा पनि तपाईँले सामान्य बुझ्नुपर्ने हुन्छ। जस्तो तपाईँको आइपिओ भर्सेस सेकेन्डरी मार्केट, सेयर मार्केट चाहिँ तपाईँको दुई तरिकाका छन् नेपालको परिप्रेक्ष्यमा। एउटा आइपिओ भन्छ, इनिसियल पब्लिक अफरिङ भन्छ। अर्को चाहिँ तपाईँको सेकेन्डरी मार्केट, जसलाई हामी के भन्ने काम गर्छौँ, एफपिओ मार्फत पनि ल्याउने लिएको भन्छौँ, फर्दर पब्लिक अफरिङ है, एफपिओ पनि भन्ने काम गर्छौँ। अथवा तपाईँ डाइरेक्ट निप्सेमा जुन लिस्टेड भएको छ तिनीहरूबाट किनबेचबाट पनि गर्ने काम गर्छौँ, जसलाई हामी सेकेन्डरी मार्केट भनेर भन्ने काम गर्छौँ। र तपाईँ एकदमै नयाँ हुनुहुन्छ भने नयाँहरूको लागि भनेको एकदमै सहज, सेफ, सुरक्षित भनेको आइपिओ है तपाईँको प्राइमरी इनिसियल आइपिओ आइपिओ नै तपाईँको बेस्ट हो भन्ने कुरा पनि तपाईँले बुझ्नुपर्ने हुन्छ। र यसमा चाहिँ तपाईँको प्रफिट कसरी हुन्छ भन्ने पनि लाग्न सक्छ। त्यसो तपाईँको सेयरमा चाहिँ कारोबार गरेर मान्छेहरू लाखै कमाइराखेका छन्, करोडौँ कमाइराखेका छन्, कसरी उनीहरूले नाफा गर्छन् होला, उनीहरूलाई कसरी फाइदा हुन्छ होला भन्ने पनि लाग्न सक्छ। यसमा तपाईँको दुई तरिकाको फाइदा हुन्छ विशेष गरी। एउटा भनेको तपाईँको क्यापिटल गेन भनेको के भन्दा तपाईँले 100वटा के 10वटा भनौँ न, तपाईँले के गर्नुभयो भन्दा 10वटा सेयर किन्नुभयो, कतिको रुपियाँले भन्दा 100 रुपियाँको दरले सेयर किन्नुभयो भनेको तपाईँ लगानी कति भयो, 1000 रुपियाँ भयो। त्यो 10वटा सेयर केही समयमा बढेर कति भयो भन्दाखेरि तपाईँको 200 भयो है। 100मा किनेको सेयर त्यो कति भयो, यहाँ 100मा किनेको थियो, यहाँ 200 भयो भने अब कति हुने, पहिला 1000 थियो भने अब कति हुने भयो, 2000 हुने भयो। तपाईँ लगानी गरेको 1000 अनि तपाईँले प्राप्त गर्नुभयो 2000 भने 1000 लगानी, 1000 तपाईँलाई के भयो, नाफा भयो भने त्यो नाफालाई हामी के भन्छौँ, क्यापिटल गेन भनेर भन्ने काम गर्छौँ। अर्थात् सस्तोमा तपाईँले सेयर किन्नुभयो र के गर्नुभयो भन्दा महँगोमा तपाईँले सेयर के गर्नुभयो, बेच्नुभयो भने त्यसलाई हामी के भन्छौँ, क्यापिटल गेन भन्छौँ। यसरी पनि नाफा कमाउन सकिन्छ। दोस्रो भनेको तपाईँको डिभिडेन्डबाट पनि तपाईँको प्राप्त भइराखेको हुन्छ। यदि कम्पनी नाफामा गयो भने नाफा भएको अवस्थामा त्यसको मालिकहरूले के पाउँछन्, डिभिडेन्ड्स, लाभांश पाउने गर्छन्। त्यसबाट पनि उनीहरूलाई फाइदा भइराखेको हुन्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। मेनली चाहिँ तपाईँको इन्भेस्टरहरूले पाउने भनेको के हो भन्नुहुन्छ भन्दा नाफा है, विशेष गरी नाफाबाट डिभिडेन्ड र तपाईँको सेयरको प्राइसको फ्लक्चुएसनबाट पाउने भनेको क्यापिटल गेनको फाइदा हो भन्ने कुरा बुझ्नुपर्ने रहन्छ। लङ टर्म इन्भेस्टरले चाहिँ दुवै कमाउने काम गर्छन्, क्यापिटल गेन पनि हुन्छ र तपाईँको डिभिडेन्ड पनि पाउने काम। लङ टर्म भनेको 1 वर्षभन्दा बढी धेरै 4-5 वर्ष, 5 वर्ष, 10 वर्ष है, यसरी लगानी गर्नेहरूले चाहिँ दुइटै फाइदा हुन्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। अनि रिस्क, यसमा चाहिँ जोखिम कस्तो छ र यसको रियालिटी के हो भन्ने कुरा पनि तपाईँले बुझ्नुपर्ने हुन्छ। यसमा चाहिँ सामान्यतया रिस्क वाइज हेर्नुहुन्छ भने, यसको जोखिम वाइज हेर्नुहुन्छ भने के छ अवस्था भन्दा यसको जोखिम है, जोखिम वाइज यसको वास्तविकता हेर्नुहुन्छ भने यसमा सबैभन्दा इम्पोर्टेन्ट कुरा के हो भन्नुहुन्छ भन्दा सेयर मार्केट 100% सेफ छैन। 100% लगानी गर्ने बित्तिकै नाफा हुन्छ भन्ने हुन्छ र हुँदैन नि। व्यापार तपाईँले गर्नुभयो, व्यापारमा तपाईँ लगानी गरेको सबै फाइदा हुन्छ र हुँदैन नि, घाटा पनि हुनसक्छ है। त्यो कुरा पनि तपाईँले बुझ्नुपर्ने हुन्छ। र तपाईँ त्यस कारणले गर्दा यसमा ऱ्यान्डम सेयर किन्नु गलत हुन्छ है। इम्पोर्टेन्ट कुरा के बुझ्नु पऱ्यो भने तपाईँले जुन पाए त्यस कारणले गर्दा सेयर नकिन्नु होला है। अरूको कुरा सुनेर सेयर किन्ने काम पनि नगर्नु होला, रिसर्च नगरेर सेयर किन्ने काम पनि नगर्नु होला। यसले गर्दा के गर्छ भन्नुहुन्छ भन्दा तपाईँले भोलिका दिन पैसा गुमाउन सक्ने अवस्था सिर्जना हुन सक्छ यी गल्तीहरूले गर्दाखेरि, बुझ्नु पनि। त्यस कारणले गर्दा यस्ता कामहरू नगर्नु होला। आफ्नो एनालाइसिस गरेर, आफ्नो विश्लेषण गरेर है, त्यो अनुसारका चाहिँ एनालाइसिस गरेर, रिसर्च गरेर मात्रै सेयर किन्ने होला भनेर तपाईँलाई चाहिँ रिकमेन्ड गर्न चाहन्छु। र त्यसै गरी तपाईँको हेर्नुहुन्छ भने यदि तपाईँ एकदमै बिगिनर हुनुहुन्छ भने है,
एकदमै नयाँ हुनुहुन्छ भने तपाईँले चाहिँ यो सेयर मार्केटको सर्ट टर्मको लागि नसोच्नुहोस्, एकदमै लङ टर्मको लागि सोच्नुहोस्। स्ट्रङ कम्पनी मात्र छाप्नुहोस्, जसलाई हामी ब्लु चिप कम्पनी पनि भन्छौँ है, ब्लु चिप कम्पनी भन्छौँ। यस्तो ब्लु चिप कम्पनीहरूमा लगानी गर्नुहोस्, जस्तो नेपालको परिप्रेक्ष्यमा ब्याङ्किङ क्षेत्रमा नबिल ब्याङ्कलाई भनिराखेको हुन्छ ब्लु चिप कम्पनी भनेर, त्यसै युनिलिभरलाई भनिराखेको हुन्छ हो। यस्ता कम्पनीहरू जसले चाहिँ विगतदेखि वर्तमान समयसम्म राम्रो डिभिडेन्ड दिइराखेका छन्, राम्रो अवस्था छ, मार्केट सेयर राम्रो छ भने त्यस्तो सेयरहरूलाई चाहिँ हामी के भन्छौँ भन्दा ब्लु चिप कम्पनी भन्छौँ। त्यस्तो कम्पनीको सेयर किन्ने, अलिकति धैर्यता राख्ने। के हुन्छ भन्दा आज तपाईँ पैसा घट्यो भने, आज सेयर प्राइस घट्यो भने बेचिदिइहाल्ने, भोलि बढ्ने बित्तिकै फेरि किनिहाल्ने। त्यस्तो किन्ने बेच्ने यस्तोमा चाहिँ धेरै धैर्यता नराखेर आत्तिने मान्छेहरू हुनुहुन्छ नि गाह्रो हुन्छ। अर्को चाहिँ म्याक्सिमम् सबै कुरो पैसा चाहिँ लोन लिएर चाहिँ इन्भेस्ट नगर्नुहोस्, त्यसले गर्दाखेरि तपाईँले समस्या हुनसक्छ। सबै कुराहरू चाहिँ लोनमा गर्नु पनि ठिक हुँदैन। केही रकम तपाईँ आफ्नो पैसा, केही चाहिँ लोन लिनुभयो भने ठिक हो। सबै लोन लिएर गर्दाखेरि चाहिँ तपाईँले समस्या सिर्जना हुनसक्छ। सेयर मार्केट वास्तवमा हेर्नुहुन्छ भने के हो भन्दा यो प्यासनको भन्छ है, अथवा धैर्यताको गेम हो है। एकदमै छिटो कमाउने, एकदमै छिटो नाफा गर्ने ठाउँ चाहिँ होइन भन्ने कुरा पनि तपाईँले बुझ्नुपर्ने हुन्छ। त्यस कारणले गर्दा सेयर मार्केटमा त यदि तपाईँले चाहिँ फाइनेन्सियल फ्रिडम चाहनुहुन्छ है, अथवा तपाईँले फाइनेन्सियली फ्री हुन चाहनुहुन्छ, तपाईँलाई त्यस्तो भने त्यसलाई चाहिँ तपाईँले फाइनेन्सियली फ्री बनाउन पनि सक्छ। तपाईँले चाहिँ एकदमै नाफा कमाउने, लाखौँ करोडौँ कमाउने पनि तपाईँले बनाउन सक्छ। तर त्यसको लागि चाहिँ सही नलेज हुनु आवश्यक पर्छ। यदि सही नलेज भएन भने तपाईँलाई घाटा पनि हुनसक्छ। त्यस कारणले गर्दा तपाईँले एकदमै सोचेर, एकदम विचार गरेर आफ्नो नलेज, आफ्नो स्किल, आफ्नो एबिलिटी, आफ्नो रिसर्च क्यापासिटी बिल्डअप गरेर मात्र सेयर मार्केटमा छिर्नु होला। यस्तै त यदि तपाईँ चाहिँ सिक्दै जानुहुन्छ भने यसले चाहिँ तपाईँको लाइफलाई नै चेन्ज गरिदिने है। हिजोको रोडपति आज करोडपति पनि बनाइदिन सक्छ, करोडपतिलाई रोडपति पनि बनाइदिन सक्छ सेयर मार्केटले। त्यस कारणले गर्दा तपाईँ सिक्दै जानुभयो, लगानी गर्दै जानुभयो, पोर्टफोलियो म्यानेज गर्दै जानुभयो भने त्यस्तो अवस्थामा तपाईँलाई तपाईँको लाइफै परिवर्तन गर्ने, लाइफको स्ट्यान्डर्ड मेन्टेन गरिदिन सक्ने अवस्था पनि हुनसक्छ साथीहरू है। त्यस कारणले गर्दा यी कुरामा ख्याल गर्नुहोला। र यस्तै फाइनेन्सियलसँग सम्बन्धित विभिन्न किसिमका जानकारी लिन चाहनुभयो, सेयर मार्केटसँग सम्बन्धित, आइपिओ एफपिओसँग सम्बन्धित, त्यसै ब्याङ्किङसँग सम्बन्धित तपाईँलाई जानकारी लिनको लागि हाम्रो यस च्यानललाई लाइक गर्न नबिर्सनु होला, कमेन्ट गर्न नबिर्सनु होला र सब्सक्राइब गर्न नबिर्सनु होला भन्दै आजको यस सेसनबाट बिदा हुन चाहन्छौँ। हामी फेरि अर्को सेसनका साथ फेरि उपस्थित हुने नै छौँ, अर्को भिडियोका साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मलाई बिदा दिनुहोस्। हस्त नमस्कार।